तराईको सङ्गममा बसेको, इतिहासको सुगन्ध र आधुनिकताको चाल बोकेको सहर। यो कुनै साधारण ठाउँ होइन, यो हो दाङको तुलसीपुर। नमस्कार, आज हामी यस भिडियोमा रहेर तुलसीपुरलाई नजिकबाट निहाल्नेछौँ। आउनुहोस् सुरु गरौँ। तुलसीपुर दाङ जिल्लाको दोस्रो ठुलो सहर हो। विक्रम सम्वत 2048 सालमा तुलसीपुर र अमृतपुर गाउँ विकास समिति गाभिएर स्थापना भएको यो सहर पछि उरारी, टरीगाउँ, पवननगर र हलवार समेटिँदै आज 384.63 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। समुद्री सतहबाट करिब 725 मिटर उचाइमा रहेको तुलसीपुर आज करिब 1,80,000 भन्दा बढी जनसङ्ख्या बोकेको जीवन्त सहर हो। यहाँ नेपाली र थारू भाषा मुख्य रूपमा बोलिन्छ। थारू, क्षेत्री, ब्राह्मण, मगर लगायत विविध जात जाति समुदायको सहअस्तित्वले तुलसीपुरलाई सांस्कृतिक रूपमा अझै धनी बनाएको छ। धर्मको हिसाबले यहाँ हिन्दू धर्म प्रमुख भए पनि बौद्ध, मुस्लिम र क्रिश्चियन समुदायको पनि सौहार्दपूर्ण उपस्थिति देख्न सकिन्छ। तुलसीपुर क्षेत्रको सिँचाइका लागि मुख्य रूपमा आसपासका खोला र साना नदीहरू उपयोग गरिन्छ। हालैका योजनाहरू र क्षेत्रहरूका आधारमा मुख्य स्रोतहरू गहते खोला, पातु खोला, काला खोला, ग्वार खोला सिँचाइ र तटबन्धनका लागि यिनी खोलाले तुलसीपुरको सिँचाइमा महत्त्वपूर्ण भूमिका खेल्छ। साथै अन्य स्रोतहरू सिँचाइ विकास डिभिजन कार्यालय दाङले यस क्षेत्रमा साना तथा मझौला खालका लिफ्ट सिँचाइ योजनाहरू पनि सञ्चालन गरिरहेको छ। तुलसीपुर क्षेत्रमा कृषि उत्पादन बढाउन यी साना खोलाका पानीलाई नहर र लिफ्ट प्रविधि मार्फत सिँचाइको रूपमा प्रयोग गरिने गरेको देखिन्छ। तुलसीपुरमा मुख्यतया धान, मकै, गहुँ र तोरीको खेती गरिन्छ। तरकारी खेती र आलु उत्पादन पनि यहाँको प्रमुख कृषि गतिविधि हो। नगरपालिकाका क्षेत्रभित्र व्यावसायिक फर्महरू, किसान समूहहरू र सहकारीहरू मार्फत कृषिलाई आधुनिकीकरण गर्ने प्रयास भइरहेको छ। तुलसीपुर केवल सहर मात्र होइन, यो शिक्षाको केन्द्र पनि हो। यहाँ नेपालकै एकमात्र संस्कृत विश्वविद्यालय नेपाल संस्कृत विश्वविद्यालय यही अवस्थित छ, जहाँ देशभरबाट विद्यार्थीहरू संस्कृत, वेद र प्राचीन दर्शन अध्ययन गर्न आउँछन्। यसका साथै राप्ती बोबे क्याम्पस, आयुर्वेद कलेज र देशभर चर्चित विद्यालयहरूले तुलसीपुरलाई शैक्षिक नक्सामा अगाडि बढाएका छन्। तुलसीपुर दक्षिण पश्चिम नेपालकै एक प्रमुख यातायात केन्द्र पनि हो। यहाँबाट सल्यान, रोल्पा, रुकुम, सुर्खेत र घोराई, देउखरी हुँदै महेन्द्र राजमार्गसम्म सडक सञ्जाल जोडिएको छ। पुरानो टरीगाउँ स्थित दाङ विमानस्थल काठमाडौँसँग हवाई सम्पर्कको माध्यम बनेको छ। तुलसीपुरको पहिचान यसका धार्मिक र प्राकृतिक स्थलहरू बिना अधुरो छ। सहरको मुटुमा रहेको कालिका मन्दिर यहाँको आस्थाको केन्द्र हो। तुलसीपुर बजारबाट पश्चिममा अवस्थित सुकौरा थारू सभ्यता सङ्ग्रहालयले यहाँको थारू सभ्यताको इतिहास झल्काउँछ। तुलसीपुरको मूलकोट क्षेत्रमा अवस्थित चमिरे गुफा प्राकृतिक सौन्दर्य र जैविक महत्त्वले भरिपूर्ण गुफा हो। प्रवेशद्वार साँघुरो भए पनि भित्री भाग करिब 60 फिट अग्लो छ, जहाँ पुग्दा विशालता र रहस्य महसुस हुन्छ। यो गुफा हजारौं चमेराको आवास हो र भित्री फर्समा चमेराको मलको बाक्लो तह देख्न सकिन्छ। गुफाको भित्तामा चुना पत्थरको फर्नेसहरू पाइन्छ र केही भागमा सानो पोखरी पनि देखिन्छ। अँध्यारो, भिजेको र रहस्यमय वातावरणले साहसिक यात्रुलाई आकर्षित गर्छ। प्रवेश साँघुरो भए पनि भित्री विशालता प्राकृतिक सौन्दर्यले अन्वेषण गर्न उत्साहित बनाउँछ। तुलसीपुर 7 मा अवस्थित राप्ती पिस गार्डन शान्ति र मनोरञ्जनको प्रतीकको रूपमा स्थापित प्रमुख पर्यटक स्थल हो। यो पार्क करिब 15 हेक्टर क्षेत्रफलमा फैलिएको छ र यसमा गौतम बुद्धको मूर्ति, चिडियाखाना र बालबालिकाका लागि खेल मैदान जस्ता आकर्षणहरू छन्। यस क्षेत्रको सामुदायिक वनले घेरिएको यो हरियाली क्षेत्र 150 भन्दा बढी प्रजातिका बिरुवाहरू जोगाउँदै जैविक विविधता संरक्षणमा योगदान पुर्याउँछ। शान्ति र मनोरञ्जनको मेल यस पार्कलाई दाङको महत्त्वपूर्ण पर्यटक गन्तव्य बनाएको छ। तुलसीपुर उपमहानगरपालिका 13 र 14 मा अवस्थित जन्तीढुङ्गा प्राकृतिक र रहस्यमय स्थलको रूपमा परिचित छ। करिब 1 बिघा जमिनमा फैलिएको हजारौं ढुङ्गाहरू यहाँ मुख्य विशेषता हुन्। स्थानीय कथा अनुसार यस ठाउँमा भएको विवाह जुलुस रातभरमै ढुङ्गामा परिणत भएको मानिन्छ, जसले विभिन्न आकारका खडा ढुङ्गाहरू बनाएको छ। यो स्थल झाँक्री ढुङ्गा समुदाय वनमा अवस्थित छ। पूर्व पश्चिम राजमार्गसँग जोडिएको यो सडक नजिकै केही ढुङ्गा चोरी हुँदा संरक्षणका लागि जन्ती ढुङ्गा संरक्षण समिति स्थापना गरिएको छ। यो स्थल दाङ क्षेत्रको अत्यन्तै आकर्षक उदीयमान पर्यटक गन्तव्य मानिन्छ। नेपालका अन्य जन्ती ढुङ्गा जस्तै खोटाङ वा बनेपा भन्दा फरक यसको अनौठो संरचना र रहस्यले आगन्तुकलाई मोहित बनाउँछ। तुलसीपुर उपमहानगरपालिका 19 मा महाभारत श्रृङ्खलाको करिब 1239 मिटर उचाइमा अवस्थित सिल्लीकोट मन्दिर एक ऐतिहासिक तथा धार्मिक स्थल हो।
यहाँ कालिका र मालिका देवीको प्राचीन मन्दिर रहेको छ। सिल्लीकोट कुनै समय राजाको शासन केन्द्र भएको विश्वास गरिन्छ, जसका प्रमाणस्वरूप आज पनि यहाँ पुरानो दरबारका भग्नावशेषहरू देख्न सकिन्छ। यस स्थानबाट दाङ उपत्यका साथै सल्यान र रोल्पा जिल्लासम्मको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। यहाँ बनाइएको भ्यू टावर, प्राकृतिक गुफा र हरियाली वातावरणले सिल्लीकोटलाई धार्मिक मात्र नभए पर्यटक दृष्टिले पनि महत्त्वपूर्ण बनाएको छ। दैनिक रूपमा सयौं भक्तजन तथा पर्यटक यहाँ दर्शन र अवलोकनका लागि पुग्ने गर्छन्। यहाँका पुराना र ऐतिहासिक मन्दिरहरूले तुलसीपुरलाई पर्यटकको दृष्टिले पनि विशेष बनाएका छन्। परम्परा र आधुनिकताको सन्तुलनमा अगाडि बढिरहेको यो सहर हो। शिक्षा, यातायात, संस्कृति र मानव विविधताले भरिएको यो सहर भोलिको सम्भावनाले अझ उज्यालो देखिन्छ। इतिहासले जन्माएको, आजले सिँगारिएको र भोलिको सम्भावना बोकेको सहर यही हो तुलसीपुर। यति भन्दै तुलसीपुरको यो यात्रालाई यही बिट मार्छौँ। भिडियो के कस्तो लाग्यो कमेन्टमा भन्न नबिर्सिनु होला। साथै भिडियो मन पर्यो भने लाइक, सेयर र सब्स्क्राइब गर्न नबिर्सिनु होला। धन्यवाद। शुभरात्रि।